चाहिँ हामी त्यो श्रम संस्कृति पार्टीले उठान गरेको दार्चुलाको पुल निर्माणमा हामी पनि केही सहयोग गरौँ कि भन्ने कुराहरूमा छलफल गरिरहेछ। हाम्रो मामा हुनुहुन्छ उहाँ दार्चुलाको जो कुरा उठ्यो नि त्यो यहाँ कुरामा अजम्बरीले पनि केही सहयोग गर्न सकिन्छ कि भन्ने कुरामा चाहिँ हाम्रो छलफल हो अहिले। खासमा म चाहिँ के भन्छु भन्दाखेरि मेरो प्रस्ताव चाहिँ हामीले हाम्रो कोषबाट 5,000 छुट्याइदिउँ अनि त्यसपछि आएर व्यक्ति को व्यक्ति जो अजम्बरीको सदस्यभरि चाहिँ त्यो अजम्बरीमै नाम आउने हो। त्यो अजम्बरी परिवारभित्र जो हुनुहुन्छ उहाँको चाहिँ हामी नाम लिस्ट है बनाउँछौँ। त्यो के अरे अब तपाईँहरूले कस्तो लाग्छ होइन सबैले भन्नु पऱ्यो। त्यो मैले त्यस ज्वाइँसँग प्रस्ताव गरेँ। अब भन्नुभयो ज्वाइँले त्यो भनेको एउटा हाम्रो के अरे यो यस्तो विकासको कुरामा चाहिँ हामीले अब हाम्रो पार्टी भन्दा पनि अब के हो विकास हेर्नु पऱ्यो। मैले त्यही भएर गरेको कि अनि तपाईँको अब दार्चुलामा हामी हिँड्नु त पुगिँदैन तर एउटा सहयोग हुन्छ नि आर्थिक। त्यही भयो नि उनीहरूले यसो चिउरा भुजा त खानु मिल्छ नि त। लु है त्यसो गरौँ जति सकिन्छ 10, 20, 30, 50, 60, 80 दिनु मन लाग्छ जति दिँदा हुन्छ है। राम्रो हो त्यस्तो कुराहरूलाई त राम्रै हामीले अनि त्यो कोषबाट छुट्याउँदा विरोध त हुँदैन नि। हुँदैन त्यो कोष विरोध गर्ने ठाउँकै होइन त्यो पनि सोच्नुपर्छ। पछि म त अर्को पार्टीको हुँदैन भने त मान्छेहरू त यहाँ त म त त्यो कोष भनेको हाम्रो अजम्बरीको खातामा आएको हो। कुनै पार्टीगत होइन कुनै सदस्यबाट त्यो कोष ल्याएको पनि होइन। त्यो हामीले बाहिरबाटै आएको डोनेसन हामी त्यही आफ्नो अजम्बरीले त्यही डोनेसन चाहिँ अलिकति दार्चुला विगत ठाउँलाई अलिकति यो हाम्रो हर्क साम्पाङज्यूको होइन सहयोग गरौँ भन्ने हिसाबले मैले यो त जनता पो खराब देख्यो सुरुदेखिकै हो त नि धरानकै कुरा गर्नु न यसो तपाईँहरू एकचोटि मजाले सोच्नु कि हर्क साम्पाङले के चाहिँ दुःख गरेका थिएन उनीहरूको लागि दिन रात रुँदै चोटै हात ठेला परेर एउटा है अब केही त्रुटि छैन अनि धेर बोलो भन्ने अब फेरि एउटा कुरा नि हामी जति अजम्बरीको सदस्यभरिबाट उठ्छ नि जो अब हाम्रो त्यो मूल कोषको बाहेक त्यो सदस्यको नाम चाहिँ लिस्टमा हुँदैन नि। अजम्बरीकै हेडलाइनमा आउँछ त्यो सबै। अनि त्यसरी अब तपाईँले के अरे अब मैले अजम्बरीमा जस्तै 1,000 दिएँ सपोज अनि मेरो व्यक्तिगत तर्फबाट दिनु मन पऱ्यो भने चाहिँ दिनु पाउँछ नि होइन त्यो त। त्यो त आफ्नो जस्तै अब हामी त्यो अजम्बरी परिवारबाट उठायो पैसा सबैले अनि त्यो एउटा भयो अनि अब जस्तै मलाई मन छ होइन त्यो त दिनु पायो होला नि त होइन। त्यो अब त्यो भरिसक त हाम्रो व्यक्तिगत भन्दा पनि भित्रबाटै होस् भन्ने मेरो चाहिँ किनकि हाम्रो सबै संस्थाले गर्ने कुरो हो होइन। अब बरु जति पहिलो सेकेन्ड जो तपाईँको फर्स्ट र सेकेन्डमा जो तपाईँको कुरा आयो नि त्योभन्दा राम्रो चाहिँ हाम्रो अजम्बरीकै नाम आएको राम्रो लाग्छ मलाई चाहिँ। अब तपाईँले किन भन्दा अजम्बरीले यो गरिसकेपछि त अजम्बरीको हाम्रो सोच्न आउनु पर्यो नि त। जो फेरि के छ भन्दाखेरि हामीभन्दा बाहिर अजम्बरीको परिवारभन्दा बाहिरको सदस्यले चाहिँ लिएको चाहिँ हामीले उनीहरूको नाम लिस्ट टिप्छौँ। जस्तै अब म जान्छु माथि पनि अब म 13 नम्बर जान्छु अहिलेको चाहिँ भनौँ 8 नम्बर म घुम्छु नि यसमा पनि म पुरा चासो दिन्छु। र हामीले म चाहिँ खासमा के भन्छु भन्दा हामीले म मात्रै नभएर हाम्रो समितिको मान्छे अजम्बरी परिवारको हामी समितिको मान्छेले पनि आफ्नो चिने जानेहरूसँग कुरा राखौँ होइन। र अब यो पहिले हाम्रो बजेट यो हाम्रो डोनेसन चाहिँ कलेक्सन भइसकेपछि फेरि हामी मिटिङ बसेर को जाने होइन भन्ने कुरा चाहिँ त्यो हो। तर हामीले यो हाम्रो अजम्बरीको भनेर अजम्बरीमै आउनुपर्छ नामहरू जसो भए अजम्बरी परिवारबाट आफ्नो इच्छाले दिनु पऱ्यो। तपाईँले 10,000 दिनु मनपर्छ भने ठिकै छ होइन। 5,000 कतिले त अब कति दिल खोलेर दिन सक्छ नि त। अब कम्ती दिनेलाई चाहिँ यति कम्ती दियो भने त्यो त्यस्तो सोच्नु पनि हुँदैन।
यसमा कुनै उ होइन तोकेर हुँदैन क्या सहयोग भन्ने कुरा तोकेर हुँदैन होइन उसले 500 मात्रै थियो मैले 10,000 दिएँ भनेर त्यहाँ उफ्रिने कुरा नि भएन त्यो भनेको सहयोग भनेको एउटै हुन्छ 1 रुपियाँ होस् 10 रुपियाँ होस् के भन्दाखेरि हाम्रो त्यो आउनु पर्यो हाम्रो लोगोको नाम चाहिँ तपाईँले 10,000 गर्नुभयो त्यही भित्र हो त्यही त मैले गरेँ त्यही भित्र हो हामीले आफ्नो व्यक्तिगत नाम चाहिँ त्यहाँ आउँदैन हाम्रो संस्थाको नाम ल्याउने हो गएर हामीले उता डोनेट दिँदा पनि अदम्बरीकै मार्फत गर्ने हो चाहे अब योभन्दा फाल्टो हामीले डोनेसन उठाउँछौँ नि अब जस्तै मैले उठाएँ भने हो तिनीहरूको चाहिँ नाम लिस्ट हुनु पर्यो पछि खोज्छन् त्यो कसले गरेको भन्दा त हाम्रै अदम्बरले गरेको रहेछ नि त फेरि अहिले त गाह्रो छ त्यो अब के छ लु सुभाष तेरो कान्छी अरे हाम्रो साली हामी त एकदम अनि हामीले एकदम सहमतमा हो अब पहिलादेखि होइन श्रम गर्न जाने पनि भनेको हाम्रो प्लानहरू पनि मैले त्यस्तै धेरै रिसर्च गरेको त्यो दार्चुला जानुलाई अनि सल्लाह पनि गरेँ उता बुढीसँग त्यो दार्चुलाको ठाउँमा हेरेको म त्यो मेघमा आमा त्यहाँ त अनि त्यो हिँडेर जानु पर्दो रहेछ कहाँबाट पुगिँदो रहेछ यहाँ त हाम्रो जस्तै यो कुना भयो नि दार्चुला जस्तो कुना पर्दो रहेछ माथि छेउ हाम्रो यो लास्ट भयो त्यो दार्चुला उताको लास्टमा यो तराई हो उहाँको चाहिँ पाहाड पर्दो रहेछ क्या त्यो लास्ट चाहिँ म त दार्चुला भनेको नाम चाहिँ सुनेको कता कता नि म अझै नसुनेको नामहरू कति छ नि त्यस्तोहरू त अब हामी के जान्नु जुन विकसित जुन अलिकति आएको छ होइन चर्चामा त्यही हुन्छ के अरे मेरो चाहिँ अब आफन्तहरू उनीहरूले नि सबैले त्यही च्यारिटी गर्दैछ उनीहरू संस्थाबाटै माथि माथि बजारतिर हुँदैछ मेरो त त्यो कोपाहरू उनीहरूको समय हामीले बोबले सक्नुहुन्छ भने यता अजम्बरीको नाम आउने गरी चाहिँ गर्नु न उता यता अब उता त आफ्नै हुन्छ होइन अब त्यति गरेपछि खुर्काको धरानमा गएर ती अब श्रम संस्कृतिको ती कार्यालय छ नि त होइन यहीँबाट बुझाउँदा यहाँबाट कन्ट्याक्ट भन्छ थुप्रोजना छ चिनेको 9 नम्बर सबै वार्डको कलेक्ट गर्दा गर्न सके त नि वार्डमा कुरा होइन त्यो राखेर पनि जाउँ न त्यसमा वार्डमा पनि कुरा जाउँ हामीले राखेर जति धेरै पैसा लाग्यो त्यति राम्रो है सबै होइन अब 9 नम्बर जति सबै अब हिँड्नु 3-4 जना खट्यौँ होइन अब कसैले 150-100 गरे पनि त हुन्छ नि त होइन धेरै हुन्छ नि अब वार्ड नम्बरमा कति छ मान्छेहरू सबै जाउँ के हाम्रो वार्ड 9 चाहिँ हामीले गर्नु सक्यो भने चाहिँ हामीले यो भनेको पार्टीको हिसाबले जानु भएन होइन, यो पार्टी त हुँदैन। यो भनेको चाहिँ एकदम विकास विकास हो विकासको विकासको कुरा छ नि त। अब एउटा नेपालको विकासमा हामीले त्यति पनि अलिकति सहयोग गर्नु पायो भने त अलिक आफूलाई त खुसी हुन्छ नि मलाई चाहिँ वार्ड नम्बर 9 सबै हामीले उठाएर चाहिँ होइन लान पायो यो पनि छलफल गरौँ न अब कहिलेदेखि खट्ने अब म चाहिँ के भन्छु भने हाम्रो अजम्बरी परिवारभित्र अरू सदस्य अब हामी जति साँच्चै म भन्छु चासो दिने छैनन् नै होइन दिने हामी नै हो अजम्बरी परिवार हाम्रो स्वास्थ्य बढाउने पनि हामी नै हो होइन पछिसम्म म चाहिँ यति सदस्य अब को उनीहरूलाई पनि हुनु त पर्छ होइन अब खराब भन्नु खोजेको होइन तर के भन्दाखेरि हामीले अब मिटिङहरू बोलाउँदा होइन यस्तोमा चाहिँ कमै उपस्थिति छ क्या र अहिलेसम्म मैले यो अजम्बरीको अध्यक्षको हैसियतले मैले हाम्रो संस्थालाई कुनै घाटा हुने काम पनि गरेको छैन मैले कसै सदस्यबाट अम्ल उठाउने काम पनि गरेको छैन अब जो अहिले दिने डोनेसन भनेको हामीलाई डोनेसन आएकै पैसा हो फटाएर छ नेपालको मान्छेहरू नेता होइन जनतै फेर्नु पर्ला जस्तो भइसक्यो अब हेर्नु न विदेशमा इलेक्सन के हो आमसभा के हो उनीहरू वास्तै हुँदैन अब त्यो जापानमा हेर्नु न एउटा त्यो एकजना त्यो क्यान्डिडेट जान्छ माइकमा बोल्छ त्यही अनुसार उसले भोट कति भोट हुन्छ जापान बनेकै श्रमदानबाट अनि त्यहाँ कत्रो उहरू छ नि त श्रमदान गरेर बनाएको मान्छेले श्रमलाई हेला गर्छ हाम्रो मान्छेहरू खराब बिचाइदिन्छ कि तर त्यो जापानमा ठुलो गऱ्यो त्यो म्युजियम बनाएको नि त्यो श्रमदानबाट बनाएर राखेको त्यो त अब एउटा उ जस्तो हो नि त इतिहास जस्तो दिमाग चलाउनु पनि श्रमै हो श्रमले के गर्छ भन्छ है नबुझ्ने मान्छेले अब त्यो हल्का साम्पाङले बनाएको त्यो श्रम संस्कृति पार्कमा पनि त दिनमा श्रम गरेरै बनायो दिनमा 3-4 लाख त कमाइ हुन्छ के अरे शुक्रबार शुक्रबार शनिबार 3 लाख भने बेसी हुन्छ
आश्रमले के गर्छ भने त्यही उसको फ्याक्ट्री खोलेर कति कति कमायो कति देशलाई सित्तैमा कति पैसा उयो गरेर श्रमको कुरा भइरहेछ अब भेनालाई कुन कुरोले चाहिँ यस्तो लगाएको हाम्रो राति सपनामा साली श्रमै गरेर जिन्दगी चलिरहेछ हाम्रो होइन राजन सरको केही छ कि मेरो त के हो भनौँ उता हुँदैछ मेरो त दुईजनालाई देखिरहेको छ यहाँ गृह मन्त्रीलाई सोध्नुपर्छ मेरो त समर्थक त ठुलो कुरो हो नि सारी मन्त्रीलाई सोध्नुपर्छ 2 महिना तान मुनेको सबै हालिदिन्छ कि माथि गरौँ न अब वडामा उठाउने कुरा चाहिँ अहिले त्यसलाई नगरौँ पनि मैले पनि अब त्यही भन्नु चाहिँ दाइले भनिहाल्नु अब ओडामा त नजानु घर दैलो गर्दै जाँदाखेरि अलिकति समस्या कि अब हामीले जति सकिन्छ त्यो अब यति नै भनेर पनि अब अरूकोसँग कम्पेयर पनि गर्न सकिँदैन हामीले अब लाउरेहरूले त उता उता अमेरिका बस्नेले त एकैजनाले 10 लाख 15 लाख गरेर हुन्छ अब कम्पेयर पनि त्यो नगरौँ धेरै देखेर आफ्नोलाई रकमलाई घोर मानेर हामीले जति सकिन्छ जति अब कोषबाट 5000 सुन्दा अनि हामी 17 जना 18 जना 17 जना छौँ होइन 17 जनाले अलिअलि उठाएर उ गरेर त्यसमा थपेर अरूले दिँदा जति पनि सक्छ राम्रो 5000 दिन्छु मलाई हजुर, त्यस्तो 5000 दिन्छु म तपाईँलाई ल गुड राम्रो अनि जति सकिन्छ अब त्यो गरेर चाहिँ गरौँ न जति हुन्छ अब यसमा कलेक्सन गर्ने त अब होला कि भावना के छ विचार टाइम के छ विचारले मात्र हुँदैन यहाँ त टाइमले हुन्छ र त हामीले सोध्दैछु त के टाइम अब यो 1 अनि गते तिम्रो भन्ने बिहान 7 बजेदेखि काम स्टार्ट 5 बजेसम्म होला अरू त फ्री नै होला नि त 5 बजे 5 बजेदेखि 7 बजेसम्म बेलुकाको 7 1 घन्टा हुन्छ 1 घन्टा पनि लाग्दैन हामी त दिइहाल्छौँ घरको काम चाहिँ त्यति भित्र होइन अब के 1 गते एनाउन्स गरेर गर्ने कि अब अहिलेदेखि नै उठाउनु होइन हामी त थाहा पाइसक्यौँ सुरु गर्दा हुन्छ होइन त्यो बजेटहरू पनि हामी गरौँ तर नाम चाहिँ टिपौँ किनकि हामीले यता त फेरि आफ्नो देखाउनु पर्ने छ नि त होइन त यहाँ चाहिँ नाम टिपेर हामी आफ्नो अजम्बरी परिवारलाई चाहिँ हामीले त्यो बुझाउनु पर्छ हामीले एउटा पनि बनाउनु पर्छ त्यो के अरे लादा नि हामीले हाम्रो अजम्बरी परिवारको लोगो भएको त्यही त अलिक राम्रो खालके हजुर अब जस्तै आजसम्ममा हामीले सक्यौँ भने या त यसो गऱ्यौँ भने भोलि चाहिँ हामी जानु आँट्दैछौँ होइन तर न त हाम्रो कामले जानु आँट्दैछौँ न त त्यतैबाट मेन ठाउँमै दिँदा त राम्रो थियो होइन जाने त त्यहीँ हो लाने त्यही हो त्यहीँ हो तर नत्र होइन हामी चाहिँ भोलि collection जानु गरेर। आँटेको छौँ कि अब यहाँबाट धरान जानु कति छ र हामी त यो 1 गते फेरि धरान सचिवालयमै दिँदा भयो नि त जाने मुनि हुने एउटा ठाउँ छ यत्रो नि सानो टुक्रो यत्रो टाढेको क्या के अरे एउटा टाढेको रहेछ ग्रिन टी अनि त्यहीँ सबै त्यहीँ जाँदै त्यहीँ दुध रहेछ हिजो बिचरा एकजना एकल आमैले 1505 रुपियाँ दिएको थियो एकजनाले नै यो पत्रीको आमै 1000 होइन 1 लाख होला हौ यति त 1 लाख 500 कति थियो 505 होला हौ होइन दिनेले त सक्नेले त दिँदा हुन्छ अब हाम्रो पनि मन त छ नि होइन हामीलाई त झन् कति हाम्रो यो दार्चुलाको मिटिङ यहीँ समाप्त भयो त मामा दार्जुलाको मिटिङ अब यही हो दार्जुलालाई अलिकति अजम्बरी परिवारले केही परिवारबाट भनौँ संस्थाबाट अब 20 बरा सिमेन्ट आए पनि त नि 30 बरा त आउँछ आउँछ हाम्रो धरानको मेयर भनौँ अहिले त उहाँ केन्द्रीय अध्यक्ष माननीय हर्क साम्पाङ राईज्यूको अभियानमा हाम्रो झापा नौका हाम्रो अजम्बरी परिवारले पनि उहाँलाई अब केही डोनेसन गर्न चाहिँ धरान आउँदैछौँ यो कुरा जानकारी म हाम्रो देल्मी कौशिला राईको मिडियाबाट भनौँ युट्युबबाट अजम्बरी परिवारले यो निर्णय गर्यो धन्यवाद ताली